So hello guys, welcome back to my new video. आज सबजना सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै नै छु। आज चाहिँ म फेरि पनि जान लागेको छु बर्दुबई। आज चाहिँ मैले यहीँबाट यता आएर भिडियो स्टार्ट गर्यो। आज चाहिँ किन बर्दुबई जान लाग्यो भन्दा आज मेरो साथीहरू आउँदैछ बर्दुबईमा अनि त्यही भएर जान लागेको हो। म चाहिँ यहाँ बोटबाट जान्छु अब हेरौँ कुन चाहिँ जान्छ बोट। बोट चाहिँ यही हो जाने बोट म चाहिँ अब हेरिसक्यो यहाँबाट। तर यसमा चाहिँ खतरा चिसो हुन्छ है, सर हावा आउँछ। सो फाइनली म चाहिँ बर्दुबई आइसकेको छु। यो चाहिँ मेरो थर्ड टाइम हो बर्दुबई, 3 चोटि आइसक्यो म। अब साथीहरू आउन चाहिँ लेट हुन्छ अरे, म चाहिँ वेट गर्छु। सो फाइनली म चाहिँ आइसकेको छु। अब चाहिँ म वेट गरिरहेको छु, उनीहरू आउन चाहिँ अझै थुप्रो टाइम लाग्छ अरे। म चाहिँ अब वेट गरिरहेको छु। तपाईँहरू चाहिँ ल यो भ्यू हेर्नु है त। म चाहिँ लखर लखर हिँडिरहेको छु है। जे होस् एक्लै भए पनि चिल पारामा हिँडिरहेको म चाहिँ।
चट्ट लागेर म हिँड्दा हिँड्दा लास्ट गरी भएर म चाहिँ एउटा चिसो लिएको छु होइन अब चिसो खाएर गर्ने मेरोमा पऱ्यो भनेर लगाइरहेको छु चाहिँ लास्टै गर्मी छ क्या अहिले चाहिँ राति भए पनि खत्रै गर्मी छ राति पनि बवाल गर्मी भयो क्या अहिले त्यो चिसो पनि पुरै चिजको चिसो ल्याएर भनेर 3 hours later. सो फाइनली म चाहिँ अब रुमतिर लागिसकेँ भेटघाट भइसक्यो म चाहिँ अहिले दुबईको गोल्ड सिटीमा आएको छु म तपाईँहरूलाई कस्तो छ गोल्ड सिटी तपाईँहरूलाई देखाउने छु हेर्नु है त पुरै टल्किरहेछ हौ चमक चमक यहाँ चाहिँ त्यस्तो हल्ला पनि छैन आनन्दको छ अरे सो म चाहिँ अहिले हल्का हराएको अवस्था छ है यहाँ चाहिँ दुईटा यता एउटा बाटो छ कि अनि म चाहिँ कता जाने थाहा छैन यो फर्स्ट टाइम आउनु त सेकेन्ड टाइम हो तर एक्लै आयो अब कता जाने चाहिँ थाहा भएन है सो हेरौँ अब यतै म चाहिँ यता जान्छु यतै जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ हेरौँ जता हेऱ्यो त्यतै हो जस्तो लाग्ने छ क्या सेम प्रायः सबै गाह्रो छ त्यही भएर एक्लै हिँड्नलाई पनि म चाहिँ अब सोलो ब्लगर सो फाइनली गाइज म चाहिँ हराएन जस्तो आइपुग्यो एक्लै चाहिँ गाह्रो रहेछ घुम्नुको लागि बाटो हल्का नचिनिँदो रहेछ ठिक छ अब रुम आइपुग्यो अब अर्को भिडियोको लागि वेट गर्नु होला यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र अर्को भिडियोलाई वेट गर्नु होला बाई बाई गाइज टेक केयर